साथीहरु वेलकम छ तपाईहरुलाई मेरो न्यू डे न्यू व्लगमा। आज हामी कहाँ जाँदैछौँ भन्दाखेरि यसरी तयार भएर जन्ती जाँदैछौँ साथीहरु। के भन्छ दाइको बिहेमा भाउजू लिन जाँदैछौँ। एकछिन निस्कौ न भाउजू लिन जाँदै साथीहरु हामी त। मलाई पनि माला चाहियो। मलाई माला नदेऊ न तिमीहरु नदेऊ भइगयो। जाने भनेर बिहान कति राति 4 बजेदेखि हो तयारी गर्न लाग्यो। अहिलेसम्म अझै चल्दैछ। बोल्ने भलो भनेरस अनि आफूले मात्र माला लगाछ तिमीहरुले। यो माला पनि उले के देउला भाइ भएर लगायो। हामीलाई पढाइ बनाइदियो रे बहिनीहरुले लगाउनु। बजे हामी गएको ल बहु लिएर आन्छौँ घरको बहु। आमाइ कस्तो छ अवस्था, खुसी हुनुहुन्छ? तिम्रो लागि बुहारी लिएर आदैछौँ हामी गएर। जाम जन्ती जाने हो हामी लागियो साथीहरु बेहुली लिन। तल मान्छे गइराख जन्तीहरु। जन्ती तल पुगिसके। हामी तीनटाको हालत यो छ। हेर्नुस् कति मजा आइरहेछ ल। साथी बनाएको फाइदा यो हेर न। पहाड पनि घुम्न पाइने तराई पनि। अवस्था यस्तो छ हाम्रो यहाँ जन्ती जानेहरुको। सब मान्छे अगाडि गइसके। हामी पनि यहाँ पछाडी छौँ। हामी तीनटा मात्र। बाटो नि कस्तो छ क्या अझै। अब हामीलाई मार्ने त हैन। उल्यो डानामा दौडो। ए गाडीलाई तयार गर्दै रहेछन्। म त ढिला भइहाल्यो सोचेर। बल्ल पुग्यो साथीहरुसँग। हामी त लागेको जन्ती बाख्रा हुलाइ भएर बाख्रा हुलाइ मारेपछि आहाजीको घर बन्यो भने मालिका जान क्रस गरियो। कस्तो मिलाइरहेछ हो। अरू जे भन हाम्रो गाउँ दामी छ होइन। साना साना सल्लाह कस्तो फिलिङ्स आइरह भैया यहाँ समाएर। अहिले हामी के भन्छ यो धब्रिनी पुगेर भर्खर बसेको छौँ। नत्र त हालत खराब भइहाल्छ। गाडी यहाँको गाडी तर जे भन यार यो पहाड यस्तो दामी देखेको छ नि। त्यही भएर मलाई यहाँ स्याउनै मलाई जान मन लाग्दैन। साँच्चै मलाई पनि त्यस्तै हुन्छ भयो। अनि यो मलाई खै यस्तो जस्तो
हेलो गाइस आज हामी के रे दाइको बिहेमा के रे जान लाग्यो नै के रे बसके करा हुटिङ गर्दा ओके करा हुटिङ गर्दा गर्दा सोर सुकिसकेको छ मेरो सोर चिन्दैनन् मान्छेले ब्लग वाला मान्छेले अरे अगाडिको भ्यू हेर्न सक्नुहुन्छ तपाईहरु यता साइडतिर पारे हेर्नु आजकल चाहिँ हल्का चिसो नभएको कारणले त्यहाँ चाहिँ हिउँ लागेको छैन तर पछि यस्तो हिउँ लाग्छ नि हिउँ भएपछि त्यो दाना पुरै सेतै देखिन्छ हैन यस्तो बबाल देखिन्छ के तर मान्छेको स्वर सुकेर खट्टन लागेको छ अरू यति ताजा छ जानुपर्ने हैन तर रमाइलो भइरहेछ यति धेरै साथीहरू हुनुहुन्छ पछाडि अनि यता अगाडिको भ्यू लगाएको फोटो हैन यो चाहिँ बेहुलाको भाइ अनि म पनि भाइ हो तर साक्कै भाइ हो म चाहिँ अलि आन्टीको छोरो म पनि भन्छ यता ओ बबाल भ्यू हेर्नु मान्छे हेर्नु सक्नुहुन्छ गाइस तपाईहरु ए मलाई सभा ए अरे अझ अर्को गाउँ छ हेर्नुहोस् गाइस ओ तर मैले तपाईहरु हेलो गाइस अझ हामी अर्को गाउँमा आयौँ होइन भ्लग नबना भन्दा पनि भ्लग बनाउने जस्तो गाउँ चाहिँ यति खतरा हेर्नुहोस् गाइस तर गाउँ सकिसकेपछि भ्लग बनायौँ होइन यस्तो माथिको घर छ तल माथि होइन यो के अरे राजकुमारको भ्लगमा होइन एमआरबी राईको भ्लगमा हेर्नु सक्नुहुन्छ यसको गाउँ जस्तै छ यो भ्लगको गाउँहरू होइन यति दामी हेर्नु राजकुमार एमआरबी भ्लगको एमआरबी दाईको भ्लग जस्तो गाउँ जस्तै छ आम्बो यस्तो दामी छ नि गाइस यस्तो दामी छ नि पारीको भ्यू हेर्न सक्नुहुन्छ हेर्नुहोस् उ के अरे हिमाल जस्तै छ ओके यही गाउँमै बस्नु जस्तो छ यार यो गाउँमा ससुराली बडा भने केटी छैनन् मात्र हेर्नु ओ सुन्तला हेर्नुमा सुन्तला ओ सुन्तलाको बारी हेर्नु सक्नुहुन्छ हामी अर्को गाउँ पुगिसकेका छौँ यो गाउँको नाम चाहिँ रन्छ गाउँ होइन अघिको गाउँको चाहिँ नाम चाहिँ पानली हो यिनीहरू गाउँ चाहिँ हामी पहिल्यै सानोमा हुर्केर बढेको अनि पछि तराई गएर झरेको होइन यो गाउँ चाहिँ यस्तो बबाल गाउँ देख्न पाइएन यो बाटो कहाँ त मलाई थाहा छैन तर झुम्का खतरा छ झुम्का बबाल छ यो चाहिँ स्कुल हो होइन रजमा गाउँको स्कुल हो अहिले पनि रजमा यो गाउँको नाम चाहिँ रजमाको स्कुल चाहिँ यो हो अनि हल्का विद्यार्थी पाहाडतिर कम हुन्छ अब यो चाहिँ स्कुल हो यहाँ चाहिँ ओके कम्प्युटरबाट पनि छ अरे तर विद्यार्थी छिप्ने मान्छे छैन खुट्टा दुख्यो अया तर मलाई दया माया कोही छैन त स्कुल हो नै होइन यो चाहिँ बबाल स्कुल छ यहाँ चाहिँ उयो तलको चाहिँ ग्राउन्ड हो यो चाहिँ ग्राउन्डको स्कुल चाहिँ त्यो हो होइन स्कुलको ग्राउन्ड चाहिँ त्यो हो अनि यहाँ चाहिँ आना लाग्यो जस्तो छ खै आयो कि आएन जङ्गल पो हान्छ त खोला के भन्छ ठुलीघाटको खोला ठुलीघाटको
त्यहाँ सबैले लिएर काट खै अहिले मरि खान्छ अब समाटेको हजुर समाटेको यिनीहरू खतरा मान्छे यिनीहरू बेहुली घर पुगिसकेका छौँ बेहुलीको घर पुगेर पनि खोला पुगिसक्यो म्याम त यी खोला कस्तो राम्रो कल 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 जाल खेलेको रल्ल तल्ल मान्छेहरू के भन्छ राम्रो मान्छेको राम्रो हामी चाहिँ फर्केको साथीहरू अब बिहे सक्यो बिहे 2-3 घन्टा बढी लाग्यो क्या त्यति टाइम त लाग्ने थिएन खै के भयो त्यसै कारणले अलि टाइम लाग्यो अझ बिहे सकिनै फोटो खिच्न नदीको किनारतिर लागेर अझ अरूको ग्रुप पारी पुलमा छन् हामी यतातिर गएर यहाँ गाडीले कराएर हैरान पारिसक्यो अब बिहे सकियो साथीहरू बिहे सक्यो मलाई फुलै सजिएको अब बिहे भन्ने कुरा सक्यो आजको दिन सुत्नुपर्ने हुन्छ भोलिको दिन उठेर फेरि घर भाउजू लिन आएको साथीहरू भाउजू लिन भोलि त भाउजू लिएर घर जाने के साथीहरू अब भोलि अर्को भ्लगमा भेट्नुपर्छ आजलाई चाहिँ मैले